जेन्जी आन्दोलनले 78 अर्बभन्दा बढी क्षति पुर्याएको सरकारको मूल्याङ्कन रहेको छ। जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा 78 अर्ब 51 करोड रुपियाँ बराबरको क्षति भएको सरकारको विस्तृत र मूल्याङ्कनले देखाएको छ। निजी क्षेत्रमा करिब 36 अर्ब रुपियाँ क्षति र 23 अर्बभन्दा बढी बिमा दाबी परेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्। सरकारी र निजी गरी 55 जिल्लाका 1957 इकाइ प्रभावित भएका छन्। तीमध्ये 419 निजी क्षेत्रका संरचना र बाँकी 4 देखि 5 भन्दा बढी सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका संरचना रहेका छन्। 114 स्थानीय तहमा मात्र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ। नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा मन्त्री खनालले सुरुमा अनुमानित 200 अर्ब बराबरको क्षतिभन्दा विस्तृत मूल्याङ्कनपछि कम नतिजा आएको बताएका छन्। उनले कानुनी आधार नहुँदासम्म सुधारात्मक कदम तुरुन्त लागू गर्न कठिनाइ हुने उल्लेख गरेका छन्। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले कर प्रणाली सुधार, लगानी प्रवर्धन, घरजग्गा व्यवसाय पुनर्जीवन, चालु पूर्जी कर्जा निर्देशिका खारेज लगायत माग राख्दै आर्थिक गतिविधि सुधार गर्न सरकारले आग्रह गरेका छन्।